हाम्रो सेवाहरूलाई जनमानस माझमा हामी 77 जिल्लाका बिरामीहरू माझमा पुग्ने प्रयत्न गरिराखेका छौँ र नेपाल सरकारको जुन सबैका लागि स्वास्थ्य भन्ने जुन एउटा मूल अभिप्राय छ त्यो अभिप्रायलाई चाहिँ यथाशक्य हाम्रो क्षमताले भएसम्म हामीले सहयोग गर्ने प्रयत्न गरेका छौँ। त्यसले गर्दा 28 वर्षदेखि हामी एउटा छुट्टै पहिचान नेपालमै एउटा छुट्टै पहिचान बनाएर सेवा प्रदान गरिराखेका छौँ। बिरामीलाई सकेसम्म राम्रो सेवा प्रदान गरौँ, बिरामीको उपचार सकेसम्म राम्रो होस्, गुणस्तरीय सेवा प्रदान गरौँ भन्ने नै हाम्रो मुख्य ध्येय हो। यो नाफामूलक अस्पताल होइन, तुलनात्मक रूपमा हामीले एकदमै कम सेवा शुल्कमा चाहिँ बिरामीहरूलाई उपचार गरिराखेका छौँ र सँगसँगै चाहिँ बिरामी हामी कहाँ आएर चाहिँ हाडजोड्नीसँग सम्बन्धित कुनै पनि समस्या लिएर आउनुभएका बिरामीलाई ठिक बनाएर पठाउन पाउँदा हामी एकदमै हर्षविभोर हुन्छौँ। हजुर हजुर सर, मैले सानो यहाँनिर जोडेँ सर, जस्तो तपाईँले हाम्रो विभिन्न जिल्लाहरूमा गएर उपचारात्मक होइन एउटा शिविरहरू मार्फत अपरेसन सेवाहरू दिनुहुन्छ, जस्तो विपन्न गरिब असहाय बेसहाराहरूको लागि यो एकदमै सराहनीय कुरा छ। यो सेवा अझै विस्तार होस्, मेरो शुभकामना पनि छ सर। तपाईँले कस्ता कस्ता प्रकृतिका मान्छेहरू भेटिनुहुन्छ सर त्यो विभिन्न ठाउँमा जाँदाखेरि होइन उपचार गर्दाखेरि? के छ उहाँहरूको अवस्था, आर्थिक अवस्थाको बारेमा कसरी बुझ्नु भएको छ? समग्रमा हेर्ने हो भने चाहिँ हामी नेपालमा अधिकांश मानिसहरू औसत जुन आर्थिक अवस्था हुन्छ त्योभन्दा तल नै छौँ साँच्चै भन्ने हो भने। त्यसमाथि पनि दूरदराज दुर्गम क्षेत्रका व्यक्तिहरू त उहाँहरू अहिले अलिकति जीवनस्तर वैदेशिक रोजगारको कारणले गर्दाखेरि घर परिवारका, त्यही पनि अब हामी जाँदाखेरि पश्चिमका दूरदराजका पहाडी जिल्लाका नागरिकहरू एउटा धेरै भारतसँग आश्रित अनि त्यस पछाडि त्यहाँ चाहिँ अब रोजगारीको अवसर नभएको अनि चेतनाको पनि अभाव, सँगसँगै त्यहाँका जिल्ला अस्पतालहरू अथवा चाहिँ स्वास्थ्य क्षेत्र स्वास्थ्य संस्थाहरूबाट पनि जुन सेवा प्रवाह हुनुपर्ने हो त्यो मात्रामा सेवा प्रवाह नभइराखेको, नेपाल सरकारले जनशक्तिको अभाव, इक्विपमेन्टको अभाव, उपकरणको अभाव, हजुर भवन राम्रो बन्दै गरेको हामीले देख्न सक्यौँ तर त्यहाँ चाहिँ जनशक्ति नपाइरहेको अवस्था। अब कतिपय ठाउँमा हेर्नुहुन्छ भने उपकरण छैन, औजार छैन, जनशक्ति छ। भनेपछि यसलाई अलिकति ब्यालेन्स मिलाउँदा अनि जनशक्ति पनि कस्तो भन्दाखेरि अब उहाँहरू त्यहाँ हुनुहुन्छ, सबै जनशक्ति चाहियो नि, सर्जन मात्रै भएर भएन नि, बेहोस बनाउने डाक्टर पनि चाहियो, नर्स पनि राम्रो चाहियो होइन, त्यहाँ टिम राम्रो चाहियो। त्यसले गर्दाखेरि दूरदराजका व्यक्तिहरूको अहिले पनि दुरावस्थाकै हामी देख्न सक्छौँ कि स्वास्थ्यको क्षेत्रमा धेरै पछाडि हुनुहुन्छ नागरिकहरू साँच्चै भन्ने हो भने। र सामान्य स्वास्थ्य अवस्थामा पनि उहाँहरू अस्पताल पुग्नबाट वञ्चित हुनुहुन्छ। अहिले पनि वैकल्पिक उपचार प्रविधिहरू धामी झाँक्री लगायतका र त्यहाँका प्राकृतिक विधिहरूबाट नै उहाँहरू उपचार गराइराख्नु भएको। कतिपय त यतिसम्म भनौँ कि दार्चुलाको बिरामी त दार्चुला गइराखेको पनि, बैतडीको बिरामीहरू होइन उता पिथौरागढ गइराखेको हामीले देख्यौँ कि पश्चिममा हेर्नुहुन्छ भने। बिरामीहरू अझै पनि धेरै स्वास्थ्यको क्षेत्रबाट स्वास्थ्यको पहुँचबाट चाहिँ धेरै वञ्चित हुनुहुन्छ, टाढा हुनुहुन्छ होइन भन्ने हामीले महसुस गरेको कि। हजुर सर, मैले यहीँनिर फेरि अर्को प्रश्न जोडेँ। यो नेपाल अर्थोमेटिक जो जोरपाटीमा रहेको हस्पिटल छ यो आफैमा गैर नाफामूलक त छ नै र यसका सहयोगी हातहरू सर, यो संस्थालाई सहयोग दिने दाताहरूको बारेमा भनिदिनु न। हामी नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र हाम्रो मातृ संस्था हो। हजुर सर, खगेन्द्र नवजीवन केन्द्र नेपाल अपाङ्ग सङ्घ अन्तर्गत सञ्चालित अस्पताल हो। हजुर सर, हामीहरूलाई सुरुको दिनदेखि नै रोटरी क्लब, विभिन्न देशी तथा विदेशी रोटरी क्लबहरूको ठुलो सहयोग छ। त्यसले गर्दाखेरि रोटरी क्लबका 130 वटा होइन विभिन्न क्लबहरूले चाहिँ हामीलाई स्थापनाको लागि औजार उपकरण खरिद र स्तर वृद्धिको लागि र आजका मितिसम्म पनि रोटरी क्लब पाटन, रोटरी क्लब काठमाडौँ, रोटरी क्लब काठमाडौँ वेस्ट, रोटरी क्लब ललितपुर लगायतका विभिन्न रोटरी क्लब होइन उहाँहरू हामीसँग आबद्ध हुनुहुन्छ। रोटरी क्लब मालदेगम, बेल्जियमका लुक्सालेन्स लगायतका होइन विभिन्न विदेशी नागरिक हाम्रो जो वेल विशर हुनुहुन्छ उहाँहरूले चाहिँ हामीलाई ठुलो सहयोग गर्दै आउनु भएको छ। 28 वर्षदेखि उहाँहरू अनवरत रूपमा हामीसँगै हुनुहुन्छ।
अनि वर्षमा 2-3 चोटि चाहिँ हामी कहाँमा जस्तो मेड सोल्युसन फाउन्डेसन स्विजरल्यान्ड डाक्टर क्याट्रिन ह्यागेन उहाँले यो शिविर सञ्चालन गर्नका लागि सहयोग गरिराख्नु भएको छ। टोनी ह्यागेन जसले हाम्रो देशलाई चिनाउनु हो, उहाँको आफ्नै सुपुत्री हो, उहाँ आफै डाक्टर हुनुहुन्छ, 78 वर्षको उमेरमा समेत उहाँ आएर चाहिँ यहाँको दूरदराजमा ल सहयोग गरौँ भनेर हामीलाई हौसला प्रदान गर्ने काम गर्नुहुन्छ। 15-17 जनाको टिम जान्छ हाम्रो शिविरमा। अपरेसन वर्क सिकागो भन्ने युएसए बाट टिम आउँछ, घुँडा फेर्ने शिविर वार्षिक रूपमा हामी सञ्चालन। हुन त घुँडा फेर्ने शल्यक्रिया हाम्रैमा पनि उपलब्ध छ। हामी हप्ताको 2-3 घुँडा फेर्ने सञ्चालनहरू शल्यक्रियाहरू हामी गरिराखेका हुन्छौँ। शिविरमा त यो सम्भव हुँदैन किनभने जटिल खालको शल्यक्रिया हो। मान्छे विदेशी चाहिँ आएर हामी कहाँमा शिविर गर्ने गर्नुहुन्छ। सँगसँगै चाहिँ हिलिङ द चिल्ड्रेन युएसए भन्ने एउटा टिम छ क्यालिफोर्नियाबाट। बच्चाको यो पैताला फर्किएको लगायत फुट एन्ड एङ्कलसँग सम्बन्धित समस्या भएका बिरामी बच्चाहरूलाई उहाँले निःशुल्क रूपमा उपचार गरिदिनुहुन्छ। निःशुल्क उपचार गरे बापतको न्यूनतम जे शुल्क छ त्यो उहाँहरूले प्रदान गर्नुहुन्छ अस्पतालले। यसरी अस्ति भर्खरै मार्चमा लगभग 35 जना जति बिरामीहरूको चाहिँ शल्यक्रिया निःशुल्क रूपमा बच्चाहरूको शल्यक्रिया भएको थियो। यसरी विभिन्न निकायहरू हामीसँग आबद्ध हुनुहुन्छ र यसरी चाहिँ यहाँका नागरिकहरूलाई हामीहरूले जुन सेवा प्रदान गर्ने उद्देश्य लिएर अगाडि बढाएका छौँ त्यसमा होस्टेमा होस्टे गर्ने काम गर्नुभएको छ उहाँहरूले। धन्यवाद सर। म यो हाम्रो आजको यो भलाकुसारीको अन्त्यमा छु र अन्त्यमा सम्पूर्ण हाम्रो मालिकासञ्चार.com हेरिबस्ने तमाम देशवासी र जो रोगबाट थलिएर बसेका हाम्रा दर्शक श्रोताहरूलाई के भन्न चाहनुहुन्छ सर? मुख्यतया के हो भन्दाखेरि समस्या भएपछि रोग पालेर नबस्नु होला। हजुर। नजिकको अस्पताल जानु होला, नजिकको स्वास्थ्य चौकी जानु होला। किन भन्दा सबैलाई जहाँ पाए पर्छ त्यहीँ जाने हो। हामीले शिविर लिएर आउँदा त शिविरमा सेवा प्रदान गरि नै हाल्छौँ। जस्तो बैतडीको नागरिक हुनुहुन्छ भने बैतडी जिल्ला अस्पताल जानुहोस्। सुरुमा त स्वास्थ्य चौकीहरू त ठाउँ ठाउँमा छन् नि त। प्रारम्भिक जुन उपचार छ, प्राथमिक उपचार छ, त्यो प्राथमिक आफ्नो रोगलाई आइडेन्टिफाई गर्नु या होइन त्यसलाई चाहिँ निर्मूल गर्नको लागि। किन भन्दा तपाईँहरूले रोग को पहिचान गर्नलाई सुरुमै अस्पताल जानु भएन, स्वास्थ्य चौकी जानु भएन भने त्यसले झन् जटिल समस्या ल्याइदिन्छ। त्यस कारणले गर्दाखेरि मेरो सबैलाई आग्रह चाहिँ के हो भन्दाखेरि रोग पालेर नबसौँ, रोगी नबनौँ। स्वास्थ्य क्षेत्रको पाटोमा नेपाल सरकारले यथासम्भव प्रयत्न गरिराखेको हामी देख्छौँ। मान्छे जे जति सुविधा उपलब्ध छ प्राथमिक उपचार चाहिँ लिइहाल्नु, भएन भने सदरमुकामसम्म जाने, त्यहाँबाट पनि भएन भने अब नजिकैको अरू अस्पतालहरूमा गएर सेवा लिने हिसाबमा चाहिँ यहाँहरूले आफूलाई चाहिँ स्वास्थ्यको पहुँचमा पुर्याउनु। जस्तो आर्थिकबाट वञ्चितीकरण परेका होइन, नेपाल सरकारले त्यसमा यहाँलाई के थप जानकारी गराउँ भने सरकारी अस्पतालमा त आर्थिक अवस्था भन्ने कुरै हुँदैन। निःशुल्क रूपमा उपचार गराउने सरकारको राज्यको दायित्व हो। निजी अस्पतालमा पनि यदि कोही नागरिक जानुहुन्छ र एकदमै पिछडिएको गरिब विपन्न हुनुहुन्छ भने, सिफारिस लिएर कोही जानुहुन्छ भने निजी अस्पतालले आफ्नो 10% शैय्या चाहिँ यस्तै पिछडिएका वर्ग, सीमान्तकृत वर्ग अथवा विपन्न वर्गहरूलाई लक्षित गरी उपचार गर्नुपर्छ भनेर चाहिँ त्यो कार्यक्रम सञ्चालन गरेको छ। भर्खरै पनि एउटा कार्यविधि जारी भएको छ। गरिब बिरामीहरू कतिजनाको उपचार गरेको प्रत्येक अस्पतालले डाटा प्रदान गर्ने भनेर नेपाल सरकार त्यसमा तदारुकताका साथ लागिराखेकोले गर्दाखेरि पैसाकै कारणले गर्दा, आर्थिक अवस्थाकै कारणले गर्दाखेरि चाहिँ बिरामीहरूले उपचार नपाउने भन्ने चाहिँ हुँदैन। त्यसमा चाहिँ निजी अस्पतालले पनि आफ्नो 10% शैय्याको छुट्याउनु पर्ने भन्ने नेपाल सरकारको जुन एउटा निर्देशनात्मक परिपत्र छ त्यसलाई सबैले पालना गर्नुपर्ने कर्तव्यको हिसाबमा पनि निजी अस्पतालले पनि त्यसलाई चाहिँ पालना गरेको अवस्था के देखिन्छ। त्यसले गर्दा नागरिकले चाहिँ म उपचार पाउँदिनँ भन्नेबाट चाहिँ त्यो सोच्नु भएन। अन्तमा सर यो नेपाल अर्थोपेडिक हस्पिटलको तर्फबाट होइन के कस्ता सेवाहरू अब भविष्यमा हुन सक्छन्, दिन सकिन्छ यहाँबाट होइन? हामीले अर्थोपेडिकसँगै सम्बन्धित रहेर यसका नजिकैका सेवाहरू जस्तो प्लास्टिक सर्जरी भयो, अन्कोलोजीसँग अर्थोपेडिक क्यान्सरसँग भएका समस्या अथवा न्युरोसँग भएका समस्या र सँगसँगै चाहिँ अर्थोपेडिकसँग रिलेटेड होइन अरू सेवा, अरू थप आइसियु सेवाहरू, अझ यही अर्थोपेडिकलाई पनि अझ विशिष्टीकृत, अझ मोर स्पेसलाइज गर्दै लिएर जाने र हाम्रो सेवालाई पनि स्तर वृद्धि गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने हिसाबमा चाहिँ हामी लागिराखेका छौँ। स्रोत साधन
को अलिअलि कमी छ। किन भन्दा गैर नाफामूलक संस्था भयो, हामी जति सेवा सुविधा कर्मचारीहरूलाई दिइराखेका छौँ त्यो यहाँको दैनिक आयबाट नै हामीले ठिक्क भइराखेका छ। त्यसकारण पुँजीगत खर्चको लागि चाहिँ हामी सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय सरकारसँग पनि आग्रह गर्छौँ कि र देशी विदेशी होइन विभिन्न सहयोगी हातहरूलाई चाहिँ हामी आग्रह गर्छौँ हामीलाई सहयोग गर्नुहोस्, हाम्रो सेवालाई स्तर वृद्धि गर्नलाई यहाँहरूले सहयोग गर्दा नागरिकलाई हामीले धेरैभन्दा धेरै सेवा दिन सक्छौँ भनेर उहाँहरूलाई पनि आग्रह गरेर हात फैलाउने काम गरेका छौँ। यसरी पनि बिस्तार बिस्तार सबैको साथ सहयोगबाट चाहिँ हाम्रो सेवालाई अझ विशिष्टीकृत होइन बनाउँदै लिएर जाने हिसाबमा हामी प्रयत्नशील छौँ। यहाँहरू सबैको साथ सहयोग, यहाँको सबैको सद्भाव र हौसलाले नै हामीलाई अगाडि बढ्नलाई प्रेरणा दिन्छ। हाम्रो मेडिकल डाइरेक्टरदेखि लिएर सरसफाइमा काम गर्ने कर्मचारी सबै कर्मचारी हो, मालिक कोही पनि छैन यो संस्थामा। हामी त्यस्ता खालका अस्पतालमा हेर्नुहोस्, त्यसले गर्दाखेरि मालिक नभएको अस्पताल भएकोले गर्दाखेरि हामी अनावश्यक सेवा शुल्क लिने अथवा चाहिँ बिरामीलाई अप्ठ्यारोमा पार्ने भन्ने अथवा चाहिँ आर्थिक हिसाबमा उहाँहरूले होइन हामीलाई शोषण भयो भन्ने किसिमको कुनै पनि अवस्थामा त्यो नहुने गरी हामी काम गर्न प्रयत्नशील छौँ। अब कार्य सञ्चालन गर्नको लागि दैनिक व्यवहार मेन्टेन गर्नलाई केही सेवा शुल्क त लिनै पर्यो होइन, त्यो हिसाबमा चाहिँ हामीले सेवा प्रदान गरिराखेका छौँ। भविष्यमा अझ राम्रो बन्दै जाउँ, 100बाट 300 बेडको अस्पताल बन्नलाई हामी होइन सफल बनाउँ, यही नै हो हाम्रो अपेक्षा उद्देश्य। धन्यवाद। हामीसँग हुनुहुन्थ्यो नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका वरिष्ठ प्रशासकीय अधिकृत धीरज मैनाली सरलाई धन्यवाद दिँदै म बिदा हुन्छु।